हेलो गाइस, नमस्ते। म चाहिँ दिसन पौडेल। यो चाहिँ मेरो पहिलो पोडकास्ट हो। र आज मसँग हुनुहुन्छ यहाँ हिमालयन नेपाली किचनका ओनर, सेकेन्ड ओनर हाम्रो दिनेश गुरुङ हुनुहुन्छ। तपाईँलाई यो हाम्रो पहिलो पोडकास्टमा स्वागत छ। थ्याङ्क यू, नमस्ते। हाँस्दै पनि छैन। ल, अब आज हामी चाहिँ टक्कसँगले अलिकति होइन बाहिरी छौँ, बाहिर देशमा। अब हामी चाहिँ अहिले अब अस्ट्रियाको बारेमा थोरै चर्चा गरौँ त दाइ। के छ त यहाँ अस्ट्रिया कस्तो, अलिकति भनिदिनु त। यो अस्ट्रियाको बारेमा थोरै भनिदिनुहोस् त। भौगोलिक हिसाबमा कि यहाँको सबै सबै यो कस्तो देश हो, कल्चर कस्तो छ, यहाँ धर्म कुन कुन मान्छन्, त्यो अब यहाँको होइन भौगोलिक हिसाबमा हेर्नु पर्दाखेरि हाम्रो यहाँको भनेको नेपाल जस्तै हो। नेपालमा चाहिँ के भन्दाखेरि हिमाल पहाड तराई मिलेर बनेको छ। यहाँ चाहिँ त्यो छैन। यहाँ चाहिँ कस्तो छ भनेपछि यहाँनिर चाहिँ एउटा हिमाल छ होइन, एउटा त्यहाँदेखि अनि पहाड भन्नु र तराई भन्नु एउटै हो होइन। यहाँनिर खै मलाई यति धेरै डिटेलमा थाहा छैन, तर मलाई लाग्छ यहाँनिर कतै धान चाहिँ खै धान फल्ने जस्तो एरिया चाहिँ छैन। यहाँ तराई कम्प्लिट तराई छैन, सबै छ। अनि त्यस पछाडि आयो यहाँनिर कल्चरलको हिसाबमा जाँदाखेरि यहाँ कल्चरल वाइजमा चाहिँ अस्ट्रिया भनेको होइन, यिनीहरूले चाहिँ अब धेरै किनभने दुःख पनि होइन, त्यो हुन्छ नि भोकमारीको दुःखदेखि लिएर सङ्घर्ष, अनि त्यहाँदेखि होइन त्यो हुन्छ नि स्ट्रगल मृत्युसम्मको यिनीहरूले सेकेन्ड वर्ल्ड वार फर्स्ट वर्ल्ड वार देखेर आयो। त्यस पछाडि यिनीहरूले विकासको हिसाबमा गर्नुपर्दाखेरि विकासको अन्तिम चरण नै पुगेको छ। किन भन्दाखेरि यसमा तपाईँको 6 महिना होइन, 6 महिना त कम्प्लिट विन्टर हुन्छ। विन्टर मतलब जाडो होइन नि होइन। यहाँ चाहिँ कस्तो भन्दाखेरि विन्टरमा हिउँ पर्छ होइन, हिउँ मात्रै हुन्छ। अब भनेपछि तिनीहरूले पछि गएर कसरी होइन त्यो हिउँ पर्दाखेरि त्यो बेला पनि त उनीहरूलाई खानेकुरा चाहियो। हिउँमा त के हिउँ खाएर त बाँच्दैन होइन। अब त्यो बेला यिनीहरूले मलाई लाग्छ है, अब हाम्रो देश नेपालको कम्पेयर गर्दाखेरि अब यिनीहरूले चाहिँ किन यिनीहरूले यसरी चाहिँ विकास गर्यो भन्दाखेरि चाहिँ यिनीहरूले त्यही हुन्छ नि, त्यही 6 महिनाभित्रमा चाहिँ यिनीहरूले त्यो कसरी प्रिजर्भ गर्ने खानाहरूलाई होइन, त्यो कुराहरूलाई लिएर तिनीहरूले त्यो कुराहरूलाई अलिकति सिरियसली लिएर चाहिँ होइन विकास होइन केही कुराहरूलाई विकास गर्छ। यहाँ धर्म चाहिँ खास कुन बेसी मान्छ हो? केही धर्म भयो, धर्म भनेपछि अब नर्मली अब होइन वेस्टर्न कल्चर इज नर्मली क्रिस्चियन कन्ट्री हो होइन। तर अस्ट्रियामा चाहिँ के भन्दाखेरि क्रिस्चियन मात्रै नभएर होइन यिनीहरूले के भन्दाखेरि त्यो होइन कुनै धर्मै नमान्नेहरू पनि धेरै छ क्या। क्रिस्चियनै मान्नुपर्छ भन्ने छैन। दे आर बर्न विथ ए क्रिस्चियन, तिनीहरू क्रिस्चियन फ्यामिलीबाट जन्मिए तापनि तर तिनीहरूले एउटा धर्म नै मान्नुपर्छ भनेर होइन यिनीहरूले त्यसलाई त्यो फलो नगर्नेहरू पनि धेरै छ यहाँ। जस्तो अब अहिले त अब नेपालदेखि नि होइन सिजन भिसामा नेपालीहरू नै आइरहेछ होइन। अब नेपालीहरू चाहिँ कति होला नि त यसो तपाईँको विचारमा, यसो अन्दाजी? अब त्यही त यहाँ सिजन भन्दाखेरि सिजन भिजामा आउँछ नेपाली कस्तो टाइपको, अब एग्रिकल्चरमा आयो, होटलमा आयो, हिमालतिर आउँछ होइन, होइन स्टुडेन्टमा पनि त अहिले त आइरह नि त। अब जस्तै कस्तो भन्दाखेरि होटल लाइनमा भनेको इट्स नर्मल्ली विन्टरको बेलामा होइन एफटरनुन भन्छ होटल लाइनमा, विन्टरको बेलामा होटल लाइनमा आउँछ होइन। समर टाइममा चाहिँ एग्रिकल्चरको लागि सिजनमा हुन्छ धेरै जस्तो। तर कस्तो भन्दाखेरि अब यिनीहरूको समर टाइम पनि त यिनीहरूले भनेको 1 वर्ष हुँदैन यिनीहरूको होइन, 6 महिना हुन्छ। 6 महिना त्यही भएर सिजनल भिजाहरू चाहिँ यिनीहरूले म्याक्सिमम् दिइ पनि रहेछ। तर यो आई वान्ट टु इन्फर्म यु द्याट्स होइन सिजनल भिजामा भनेको इट्स अ कम्प्लिट फ्री अफ कस्ट है होइन, पैसा तिरेर कति एजेन्टले खाने त नेपालदेखि त अहिले त होइन 10 लाख 15 लाख 8 लाख 9 लाख लिइरह नि त, 18 लाखसम्म। यहाँ चाहिँ त्यो उनीहरूलाई कामदारी चाहिएको छ भने तिनीहरूले 1 रुपियाँ पनि लिँदैन है। तिनीहरूलाई वर्कर्स चाहिएको छ भने कन्ट्र्याक्ट लिएर उनीहरूले त्यही अनुसारले बोलाउने हो। तर उनीहरूले पैसा चाहिँ लिँदैन है। तर त्यो जति पनि पैसा लिने छ नि 5, 10, 15 लाख भन्ने त्यो चाहिँ हाम्रो एजेन्टहरूले हो, त्यो पनि हो होइन। त्यो हाम्रो प्लिज तर एजेन्टहरूलाई चाहिँ म रिक्वेस्ट गर्न चाहन्छु, खानु थोरै
बाटो देखाइदिए बापत खानुपर्छ, तर थोरै खाने उम्, होइन। 6 महिनाभित्र अब जस्तै 6 महिना तिमीले काम गर्छौ, 6 महिनामा कति चाहिँ कमाउँछौ र तिमी करोड त कमाउँदैनौ, कमाउँदैन तर पनि राम्रो कमाइ त राम्रै छ बेसिक भएका। बेसिक चाहिँ कति 1600 यहाँको बेसिक 1600-1700 छ, 1600 त्यो चाहिँ होइन 1600-1700 भन्दा माथि एबभ छ होइन। छ तर अब जस्तै के भन्दाखेरि तिमीहरूले अलिकति बेसिक भन्नाले के भन्दा 8 आवर्स होइन पर डे हुन्छ, अलिकति त्योभन्दा थोरै काम गऱ्यो भने थोरै पाउँछ होइन। 40 आवर्स भन्दा धेरै काम गर्नु पर्ने, अलिकति पैसा चाहिँ राम्रै भन्छ ओभर टाइम पनि यहाँ चल्दो रहेछ होइन चाहिँ पनि चल्छ एभ्रिवेयर होइन। त्यो चल्छ, पैसा राम्रो हुन्छ, तर यसको मतलब चाहिँ पैसा के अरे कन्ट्र्याक्टरले धेरै पैसा नखाए बेटर हुन्थ्यो, सबैको भविष्य राम्रै हुन्छ है। तर यो देश त सेफ कति सेफै छ नि होइन। सेफको मामला भन्नुपर्दा देश होइन छ यता देशमा के भन्दाखेरि हरेक कुनामा हेर्ने भने सानसानो डिटेलमा हेर्ने भने त सानसानो होइन, जुनै ठाउँको एरियामा पनि अलिकति क्राइम त हुन्छ होइन, तर त्यो नर्मल हुन्छ। तर सेफको हेर्दाखेरि तिमी होइन सेफ गार्डको रूपमा हेर्दाखेरि तिमी कतिको सेफ छौ, बाहिरबाट आएर कतिको सेक्युर छ, त्यसको आधारमा हेर्दा चाहिँ तिमीले धेरै सेफ छ यो कन्ट्रीमा। तिमी होइन यु क्यान फ्रिली होइन बाहिर जान्छौ इजिली, बाहिर गएर रातभरि तिमी रोडमै लडेर यताउता गर्दा पनि तिमीलाई केही पनि हुँदैन है। ल त्यति सेफ। ल अस्ट्रिया देश कस्तो भन्ने कुरा यो दाइले थोरै इन्फर्मेसन दिनुभयो हाम्रो दाइले, आदरणीय दाइ प्रिय दाइले। अब अहिले चाहिँ हाम्रो पहिलो पोडकास्टबाट हामी सर्ट भिडियो बनायौँ। अब हामी नेक्स्ट भिडियो चाहिँ मदाईको होटल हिमालयन नेपाली किचन अस्ट्रियाको बारेमा अलिकति बोल्नेछौँ। धन्यवाद। ल जय नेपाल, जय देश, जय युरो।